चाहिँ मासुको अचार बनाउन लगाएको। यो म्यारिनेट गर्नको लागि बेसार र नुन हालेर 15 मिनट जति यत्तिकै राख्ने। त्यो मासु चाहिँ म्यारिनेट भइसकेपछि म्यारिनेट हुन राख्नलाई छोडेछु। अनि त्यसपछि त्यसको मासुको अचार बनाउन मसला रेडी गर्दैछु। यो जीरा, धनिया, अनि त्यसपछि यो मेथी, अनि हजुरलाई यो तोरी पनि मिठो स्वाद आउँछ, फ्लेभर आउँछ। अनि हामीलाई सोप हुन्छ, सोप राखिदिनु 2 चम्चा जति। अनि मसला चाहिँ हल्का ब्राउन हुँदासम्म रोस्ट गर्नु, 5 मिनट चाहिँ रोस्ट गर्ने। अनि मसला रेडी हुन्छ। ल अब यो पनि म्यारिनेट भयो, मेरो मसलाहरू रेडी भयो। यो मसला यो तिल पनि हाल्दा मिठो हुन्छ कि भनेर, फरक टेस्ट हुन्छ कि भनेर ट्राई गर्न आएको। यो चाहिँ हाम्रो गार्लिक भयो, लसुन। यो चाहिँ हाम्रो अदुवा भयो। मसलाहरू यति हो। ल अब हेर्नुहोस् त, यतिको फ्राई भयो, हल्का गोल्डन ब्राउन। तर यो पानी चाहिँ सुक्नुपर्छ है मासुको, नत्र त बिग्रिन्छ। अनि मैले चाहिँ यता चाहिँ फ्राई गर्दैछु अचारको लागि। अब हाल्छु, मैले गार्लिक हाल्छु। त्यसपछि तेजपत्ता पनि हाल्छु, अनि तिल हाल्छु, मसलाहरू हाल्छु। अनि लास्टमा यो चिकन हाल्छु। हेर्दै गर्नु होला कस्तो हुन्छ लास्टसम्म। लास्टमा कस्तो मिठो होला जस्तो बनेछ तरकारी अचार चाहिँ। हजुरहरूले पनि यस्तै घरमा बनाएर ट्राई गर्नु होला। अचार साह्रै मिठो हुन्छ। ल अब म खानामा राखेर टेस्ट गर्छु, अनि कस्तो भयो टेस्ट गर्छु। यही लाइफमै फर्स्ट टाइम एक्सपिरियन्स गरेको, मिठो टक्क अमिलो भयो। अब यसमा कागती हाल्नु बाँकी छ। आज त घरमा छैन, भोलि कागती हालेर झन् मिठो हुन्छ। ल हजुर पनि ट्राई गर्नु। ओके बाई, सी यू।